अब यो कुरा सुन्दाखेरि चाहिँ धेरैजनालाई रिस उठ्न सक्छ होइन, तर नेपालमा चाहिँ पार्टनर खोज्न त्यति गाह्रो चाहिँ छैन कि जति मान्छेहरूले सोच्छन्। नेपालमा पार्टनर खोज्न यार सजिलै छ कि, त्यही करिब 200-300 रिक्वायरमेन्ट जति त हो नि। रिक्वायरमेन्ट्स चाहिँ के हो त? 6 फिट हाइट, राम्रो स्यालेरी, राम्रो कास्ट, राम्रो फ्यामिली, अन्डरस्ट्यान्डिङ, म्याच्योर, इमोसनली स्ट्रङ, फाइनेन्सियली स्टेबल, ह्यान्डसम, कुकिङ आउनु पर्यो। यति धेरै स्किल मलाई आउनु भएको भए नि म अहिले यहाँ हुन्थिनँ कि, म अरू कसैको स्टोरीमा हुन्थेँ सायद। यति धेरै स्किल चाहिँ मसँग भएको भए नि म युट्युब गरेरै बस्थिनँ कि। के थाहा म नासामा पो सेलेक्ट हुन्थेँ कि। नासामा सेलेक्ट हुनलाई पनि जस्ट साइन्स स्ट्रिम मात्रै खोज्छ कि, तर रिलेसनसिपमा आउनको लागि त यति धेरै रिक्वायरमेन्ट्सहरू के। नेपालमा चाहिँ डेटिङको लागि पनि एउटा फेजेसहरू हुन्छ कि, जस्तो पहिला चाहिँ अब लाइक एप्लिकेसनबाट हुन्छ लाइक फ्रेन्ड रिक्वेस्ट, अनि त्यसपछि जान्छ हाम्रो रिटर्न इक्जाम, टेक्स्टिङ, त्यसपछि आउँछ हाम्रो इन्टरभ्यू, डेटिङ। ओके, सो डेटिङमा आउँदाखेरिसम्म चाहिँ हाम्रो लाइक धेरै बेरसम्म अलिअलि चिनजान भइसकेको हुन्छ, अब रफली चिनजान होला, धेरै नहोला। सो इन्टरभ्यूमा लाइक हाम्रो डेटिङमा जाँदाखेरि चाहिँ अब हाम्रो एक्सपेक्टेड क्वेसन्सहरू के हुनसक्छ? एक्ज्याक्टली केटीहरूले मिलाउँछन् क्या त्यो कुराहरू चाहिँ। अब लाइक तिम्रो स्यालेरी कति छ, तिमीले लाइक फ्युचर प्लान के छ, अनि फ्युचरमा गएर के गर्ने प्लान छ, बिजनेस छ, जब छ, कुन कन्ट्री एप्लाई गर्ने, यताउति यस्तै ब्ला ब्ला कुराहरू नै हुन्छ है। अब केटीहरूलाई त समहाउ यो आउँछ, तर इफ कुनै केटा चाहिँ अब लाइक सानैदेखि नै इन्ट्रोभर्ट छ, जस्तै म, इफ कोही इन्ट्रोभर्ट छ, खासै केटीहरूसँग इन्ट्रेक्सन भएको हुँदैन भने त्यस्तो केसमा चाहिँ केटाहरू एकदम ब्ल्याङ्क नै हुन्छ कि। केटीहरूले चाहिँ केही आफै केही सोध्यो भने चाहिँ भन्ने हो, नत्र भने केटाहरूले चाहिँ पहिलो कन्भर्सेसन स्टार्ट गर्नै जान्दैनन् कि। यस्तो केसमा चाहिँ केटी चाहिँ त्यति धेरै क्वेसन सोधिसकेपछि अब लाइक मैले पनि केही सोधौँ जस्तो हुन्छ, अनि फेरि मैले पनि सोध्थेँ तिम्रो फेभरेट कलर चाहिँ के हो भनेर, अनि उसले चाहिँ मलाई कस्तो बच्चा जस्तो क्वेसन सोधेको रे। त्यो भनिसकेपछि चाहिँ मलाई पनि थोरै रिस उठे जस्तो भयो कि, अनि मैले पनि सोध्थेँ तिमीलाई चाहिँ क्वान्टम मेकानिक्सको बारेमा थाहा छ भनेर भने, रेड हो मेरो फेभरेट कलर भन्यो। अनि फेरि अर्को कुरा चाहिँ केटीहरूले चाहिँ इमोसनली म्याच्योर पार्टनर खोज्छन् कि होइन, तर आफै चाहिँ लेट रिप्लाई दिन्छन्, सानो सानो कुरामा रिसाउँछन्। के भएर किन रिसाएको र भनेर सोध्यो भने केही पनि भएन, केही नै भएन भन्दैसी कुरा बुझिन्छ त। केटाहरूले पनि एकदम इग्नोर गर्न खोजे जस्तो गर्छन् होइन आफ्नो गर्लफ्रेन्डलाई, तर फेरि बेलुकामा चाहिँ तिमी खाना नखाँदासम्म म पनि खान्न भन्छन्। यो म्याच्योर भन्ने कुरा सुन्दाखेरि मात्र रमाइलो के। इफ ट्रु रिलेसनसिप छ भने त्यो रिलेसनसिप क्रिन्ज नै हुन्छ कि, लेखेर राख्दा हुन्छ। अनि फेरि नेपालीहरूको त बानी छँदैछ पहिलेदेखिको, हुनुभन्दा पनि धेरै सो अफ गरिदिने कि। अब सो अफ गर्ने केही रिजन हुँदैन, फेरि पनि सो अफ गरिदिन्छन्। इफ आफ्नै छोरा पनि कोही अस्ट्रेलिया जर्मनी गएको छ भने त के कुरा भयो कि, त्यहाँ चाहिँ के कुरा गर्नु नै पर्दैन कि। त्यो अङ्कलको त वरिपरि नै नआउँदा हुन्छ कि, ग खानेरै भ्याउँछन्। अनि फेरि आफ्नै छोराछोरीलाई नै तारिफ गर्ने कि। नेपालमा हुँदाखेरि चाहिँ ढलेको सिनको उठाउँथेन, कपडा पटाउँथेन, भाँडा मोल्थेन, उहाँ गएर चाहिँ त्यस्तो काम गरेछ, कलेज पढेछ, जब गरेछ होइन, सबै कामहरू गरेछ, घरमा नै पठाइदिरहेछ, सबै कुरा आउँछ, तर लोन पुरा गरेन भनेर त्यो कुरा आउँदैन कि। किन? सो अफ त गर्नु पऱ्यो नि त। पिआरमा त्यस्तो क्रेज छ कि, बानी बेहोरा मतलब छैन, त्यसो के होस्, पिआर छ त। नेपालीहरूलाई बिगारेकै पिआरले हो कि, बियर त त्यसै बदनाम हो। इन्स्टाग्रामले रिलेसनसिपहरूलाई पनि वाइल्ड बनाइदिन्छ कि, यस्तो नचाहिने एक्सपेक्टेसनहरू दिन्छ कि। जस्तै कुनै एउटा बाटोमा चाहिँ एउटा बोयफ्रेन्डले चाहिँ आफ्नो गर्लफ्रेन्डलाई सबैजना मान्छेको अगाडि चाहिँ एउटा फुलको बुके दिएर चाहिँ प्रपोज गर्छ, अनि त्यही भिडियो चाहिँ आफ्नो बोयफ्रेन्डलाई पठाइदिइहाल्छन्, यस्तै गर न अरे। अनि बोयफ्रेन्ड पनि उस्तै, फेरि यो त एआई हो, रियल होइन अरे। बाहना त दिनु परिहाल्यो। अनेस्टली यार, अब कोही एरेन्ज म्यारेज भन्दा लभ म्यारेज राम्रो भनेर एरेन्ज म्यारेज चाहिँ एकदम क्रिटिसाइज गरिरहेको हुन्छ, अनि आफ्नो बिहा भएको 2 दिनपछि चाहिँ बेस्ट हबी इन द वर्ल्ड, लभ अफ माई लाइफ 2 दिनमा बन्यो। मान्छेहरूले 2 दिनमा बनाइरहेछन्, मलाई यहाँ 20 वर्ष भइसक्यो अझै पाएको छैन। अनि फेरि अरू कपालहरूको कपी गर्न खोज्ने कि, कुनै रिच कपालहरू डेस्टिनेसन वेडिङ गर्ने रे, फरेन ट्रिप घुम्न जाने है रे,
बाइक ट्रिपमा जाने रे जानेहरू त गइरहेको छन् नि उनीहरूले रिलेसनसिपमा पाउनुपर्ने कुरा बिहेभन्दा अगाडि नै पाइसक्यो होला नि त मेन्टल पिस तिमीले के सोच्यौ देख्दा मात्रै हो कि यो क्युट लाग्ने धन्न मुना मदनको बेलामा चाहिँ चिठीको बेला थियो नत्र मुनाले पनि सोध्ने थिइन् मदनलाई हिजो गुड नाइट नगर्नी किन सुत्यौ भनेर अनि फ्रेन्ड रिक्वेस्ट पठाएर मेसेज पठाएर अब इन्टरभ्यू पनि भयो अनि त्यसपछि सबै कुराहरू लाइक मिल्दै गयो अनि यति साह्रो स्ट्रगल गरिसकेपछि अब फाइनली घरमा कुरा पुग्छ घरमा कुरा पुगिसकेपछि ड्याड मम मामा अङ्कल दाई भाइ काका छिमेकी दुनियाँ दिवाना सबैलाई थाहा हुन्छ त्यतिजनामा चाहिँ एकजना लेक्चर दिने चाहिँ हुन्छन् कि हाम्रो बेलामा चाहिँ घरै गएर माग्न जान्थ्यौँ अनि केटाले केटीले माग्न जान्थे राम्रो हुन्थ्यो कति संस्कारी हुन्थे आजकलको बच्चाहरूमा त आफै गर्छन् केही संस्कार नै छैन केही लाजै छैन भन्छन् त नि त्यही भएर पहिलाकाले 6-7 वटा बच्चाहरू जन्माउने नटे अनि एउटा कुरा फेरि मलाई वाइल्ड हाँसो लाग्छ के सबैजनाले पर्फेक्ट चाहिने अरे के अब सबै ठाउँमा म कसरी जान सक्छु र यार सबैले राम्रो चाहिने अरे राम्रो इन्कम राम्रो हाइट राम्रो फ्यामिली फन्नी पनि हुनु पर्यो म्याच्योर हुनु पर्यो म्याच्योर पनि हुनुपर्ने अनि आफू चाहिँ गुड नाइट मेसेजमा लभ इमोजी आएन भनेर रिसाउने अनि यत्रो धेरै लिस्टहरू देख्दाखेरि त लाग्छ म यहाँ पनि फेल भएँ कि जज पास भएको भए त म चित्त नै बुझाउँथेँ त डाइरेक्ट फेल हो एनजी अनि ल ठिक छ इफ यो सबै क्वालिटिजहरू चाहिँ कुनै मान्छेमा भयो र त्यो इफ मेसेज गर्यो भने चाहिँ इग्नोर गरिदिने चाहिएको चाहिँ के हो तर अनेस्टली आई थिङ्क डिमान्ड भन्ने कुरा चाहिँ हुनुपर्छ किनभने डिमान्ड भयो भने बल्ल सप्लाई हुन्छ डिमान्ड चाहिँ गर्नुपर्छ यस्तो क्वालिटिज हुनुपर्छ यस्तो क्वालिटिज हुनुपर्छ भनेर डिमान्ड चाहिँ हुनुपर्छ पर्फेक्टको पछि चाहिँ लाग्नुहुन्न भन्छु म चाहिँ पर्फेक्ट खोज्दै ठिक मान्छे पनि हातबाट निस्किन्छ कि त्यो बल्ल पछि रियलाइज हुन्छ अनि पछि चाहिँ त्यो रिग्रेटले केही काम नै हुँदैन मेन कुरा भनेको चाहिँ मेन्टल पिस हुनुपर्छ कि र त्यो चाहिँ सिङ्गल बस्दा मात्रै आउँछ यो त अलिअलि मोटिभेसनल स्पिकर जस्तो सुन्ने है बी सिङ्गल गाइज वान मोर क्वेसन अनि तिमीले चाहिँ तिम्रो पार्टनरमा चाहिँ के क्वालिटिजहरू हेर्छौ त लेट मी नो इन द कमेन्ट्स